normal vlog mode on. यहाँ छ सत्यम साक्य सत्यम सबै देखाउने सबै भिडियोमा यो हैन हाम्रो यहाँको बारी चाहिँ यस्तो छ तपाईले देख्न सक्नुहुन्छ हैन यो चाहिँ यताको हिल साइडको रिम्बिक गाइस दिस इज रिम्बिक अनि यो पहाड देख्नुहुन्छ यो चाहिँ आई डोन्ट नो कहाँ हो सिक्किम भन्दै थियो हिजो त तर हो यो छेउकै पहाड चाहिँ सिक्किम हैन होला यो परको हुन सक्छ यो चाहिँ छेउ सिक्किम त जस्तो लागेन मलाई चाहिँ खोइ थाहा छैन त्यो चाहिँ यहाँ पुरा खाली बारीहरू हुन्छ जे पनि कल्टिभेट गर्दा पनि मतलब अब यो रेनी सिजनमा चाहिँ टप नच हुने रहेछ अलि एनीथिङ है सबै भइदिने अब प्लास्टिक फोल्ड त्यो त घरबाट खाएर आधी घन्टा सानो तिमीलाई क्यामेराम्यान नै हो चलाउनु मात्रै जान्दिनँ कि भयो भिडियो रातो बल्छ रात अन भयो कस्तोमा खट्टु खाने सिजन होइन गाइसहरु खाना खाँदैछ के पठाएको छ कान्छो त सुत्यो त बेसी फ्र्याङ्क भएन कान्छो तिमी कान्छा तिमी कुकुरसँग नदेखाउ त यहाँ कान्छो त बेसी फ्र्याङ्क भयो नि मसँग ओभर फ्र्याङ्क रहेछ नि बिचारा अर्को डराइ नि कान्छी रहेछ नि कान्छीले कान्छालाई हेरेको रहेछ न पढाउनु पर्छ जगन पक्को गुड मर्निङ गाइस मर्निङ के गर्दैछ तिमीले त विथ कोक मेरो बुट छ ओल्ड मङ गाइस म चाहिँ खान्दिनँ तर तिमी हैन 2 केजी को छ दिस इज इन्जुरियस टु हेल्थ अहिले सुरु गर्दिनु भन्ने कहाँ भन्नु व्हाट इज दिस चकलेटै बनाएको छैन हाय गाइस पप्पाजी बोल पप्पाजी क्या हुआ भाई क्या हुआ जबा कम ब्रो हम bonfire बस शेखर त डेट भयो क्या हो खाइदिउँला अब के को परिरहनु बोलाउँदै गर्दा हाय हेलो तिमी गएर बोलाउँदै गर्दा हामीसँग छ विनीत सत्यम मेघना बहिनी अनि ब्रदरको नाम पेमा रिवेक रेड वाइनहरु त खानु पनि पर्छ राम्रो रेड वाइन राम्रो बिनी चाहिँ के बाँड्दैछ कोक नखाउनु कोक त ल त ग्याङ त्यही त याद आएर कल गरेको यो त हाइलाइटमा हालिदिनु पऱ्यो यस्तो
दामी हुन्छ कि यो पोर्क नुन सुन जम्मै उसिनेको पो त यो त बाहिरै पो खानु हुँदैन तपाईँ पाक्दैन शेखर निन्द्रामा छस् के हो गलेको होला कि सबै झुलिरहेको चाहिँ माया लाग्दैनहरू भोलि त 12 बजी मात्रै उठाइ हुन्छ होला है बिहान त उठ्नै पर्छ छिट्टै 10 बजी त निस्किने